नमस्कार, म जुल्फिकार छा। आज हामी एउटा एकदमै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ। हाम्रा केटाकेटीहरूमा मोबाइलले पार्ने असर अनि यसको समाधान के हुन सक्छ भनेर। ल सुरु गरिहालौँ है त। अब हेर्नुस् न, आजको जमानामा मोबाइल त हाम्रो जीवनको एउटा भाग नै बनिसक्यो, होइन र? बिहान आँखा खोल्ने अलार्मदेखि लिएर राति सुत्नु अघिको मनोरञ्जनसम्म यही सानो यन्त्र त हो नि हाम्रो साथमा। तर जसरी हरेक कुराको दुई पाटा हुन्छन्, यसको पनि छ। खास गरी केटाकेटीहरूको हकमा यसले केही चुनौतीहरू ल्याएको छ। त्यसो भए खास समस्याहरू चाहिँ के रहेछन् त? आउनुस् अलिक गहिराइमा गएर हेरौँ। जब केटाकेटीले धेरै मोबाइल चलाउन थाल्छन्, तब देखिने असरहरू जस्तै पढाइमा ध्यानै नलाग्ने, कुनै कुरामा एकछिन पनि मन नटिक्ने अनि सानो सानो कुरामा झर्किने, साथीभाइसँग घुलमिल हुन छाड्ने र भित्रभित्रै एक किसिमको मानसिक तनाव बढ्दै जाने, यी समस्याहरू अहिले एकदमै सामान्य भइसकेका छन्। अब यस्तो समस्या देखेपछि मनमा एउटा प्रश्न आउँछ, यसको समाधान गर्ने जिम्मा कसको हो त? घरको कि स्कुलको? तर कुरा के हो भने यो कुनै एक पक्षको मात्र जिम्मेवारी होइन, यो त एउटा साझा जिम्मेवारी हो। यसको समाधानको लागि अभिभावक र स्कुलका शिक्षकहरू दुवैको भूमिका उत्तिकै महत्त्वपूर्ण छ। जब घर र स्कुलले एउटै लयमा मिलेर काम गर्छन्, तब मात्र एउटा ठोस र दिगो समाधान निस्किन्छ। ल अब कुरा गरौँ समाधानको। खासमा के गर्न सकिन्छ त? आउनुस् केही व्यावहारिक उपायहरूबारे छलफल गरौँ। पहिला शिक्षकहरूको भूमिकाको कुरा गरौँ है। स्कुलमा मोबाइल प्रयोगको लागि एउटा स्पष्ट नियम बनाउनै पर्छ अनि कक्षा कोठामा मोबाइलको गलत प्रयोगले के कस्ता असरहरू पर्छन् भनेर बेला बेलामा सचेत गराइरहनु पर्यो। र सबैभन्दा महत्त्वपूर्ण कुरा, मोबाइललाई दुश्मनको रूपमा नभई पढाइमा सहयोग गर्ने एउटा औजारको रूपमा कसरी चलाउने भनेर सिकाउनु पर्यो। अनि अर्को कुरा, शिक्षकहरूले विद्यार्थीको व्यवहारमा केही परिवर्तन देख्ने बित्तिकै, जस्तै ऊ पहिलाभन्दा झोक्राउन थाल्यो कि पढाइमा कमजोर भयो कि, यस्तो कुरा याद गरेर तुरुन्तै अभिभावकसँग कुरा गर्नु एकदमै जरुरी हुन्छ। यही संवादले त हुने समाधानको ढोका खोल्ने। मोबाइलको स्क्रिनबाट ध्यान हटाउने सबैभन्दा राम्रो तरिका भनेको उनीहरूलाई अरू काममा व्यस्त गराउनु हो। जस्तै खेलकुदमा लगाउने, साथीहरूसँग मिलेर समूहमा काम गर्न दिने, विभिन्न विषयमा बहस गराउने वा चित्र बनाउने जस्ता सृजनात्मक काममा लगाइदिने। यसले उनीहरूको ऊर्जा सही ठाउँमा प्रयोग हुन्छ। त्यसैले अन्त्यमा कुरा के हो भने सबैभन्दा शक्तिशाली हतियार भनेकै सहकार्य हो। जब अभिभावक र शिक्षक एकै ठाउँमा उभिन्छन्, तब मोबाइलले पार्ने नकारात्मक असरलाई कम गर्न पक्कै पनि सकिन्छ। यो सहकार्य नै सफलताको मुख्य सूत्र हो। ल यति धेरै कुरा गरिसकेपछि यसको सार के हो त? हामीले यसलाई हेर्ने सही दृष्टिकोण चाहिँ के हुनुपर्छ? एकछिनलाई सोचौँ त, कि साँच्चै समस्या मोबाइल नै हो त, कि समस्याको जड अन्त कतै छ? वास्तवमा मूल कुरा यही हो। मोबाइल आफैमा समस्या होइन, यसको गलत र असन्तुलित प्रयोग नै वास्तविक समस्या हो। समस्या त्यो उपकरणमा होइन, बरु हामीले त्यसलाई कसरी प्रयोग गर्छौँ भन्ने कुरामा छ। अन्तमा आजको यो प्रस्तुति यहाँहरूलाई कस्तो लाग्यो? यदि यो जानकारी उपयोगी लाग्यो भने यसलाई शेयर गरेर अरूसम्म पनि पुर्याइदिनुहोला। सायद यस्तै समस्यासँग जुझिरहेका कसैलाई थोरै भए पनि मद्दत पुग्ला कि। धन्यवाद।